क्वेशन नम्बर 4 छ मेन्सन द मेजर प्रोपर्टिज एन्ड फंक्सन अफ सिमेन्ट। यो चाहिँ गण्डकीमा 5औं लेभलमा 2081 सालमा यही वर्ष सोधेको क्वेशन हो। Cement is a key binding material in construction with several important properties and function including मेजर प्रोपर्टी अफ सिमेन्ट को कुरो छ। मेजर प्रोपर्टी अफ सिमेन्ट भनेको फर्स्टमा हुनु पर्यो फाइननेस। फाइननेस के गर्छ भनेपछि फाइननेस डिटरमाइन्स द रेट अफ हाइड्रेसन एन्ड स्ट्रेंथ गेन। फाइनर सिमेन्ट अफर्ड्स अ लार्जर सर्फेस एरिया इम्प्रुभिङ अर्ली स्ट्रेंथ। सेकेन्ड अप्सन सेकेन्डमा रहेको छ सेटिङ टाइम। सेटिङ टाइमले के गर्छ भनेपछि इन्क्लुड्स इनिशियल एन्ड फाइनल सेटिङ टाइम एफेक्टिङ वर्केबिलिटी एन्ड टाइम फर प्लेसमेन्ट। थर्डमा रहेको छ साउन्डनेस इन्स्योर द सिमेन्ट डज नट एक्सपान्ड एक्सेसिभली आफ्टर सेटिङ प्रिभेन्टिङ क्र्याक। फोर्थमा रहेको छ स्ट्रेंथ इन्क्लुड कम्प्रेसिभ टेन्साइल एन्ड फ्लेक्सुरल स्ट्रेंथ क्रुसियल फर स्ट्रक्चरल स्टेबिलिटी। 5 मा रहेको छ हिट अफ हाइड्रेसन द हिट रिलिज्ड ड्युरिङ द केमिकल रिएक्सन विथ वाटर इम्प्याक्टिङ मास कंक्रीट स्ट्रक्चर। 6 मा रहेको छ कन्सिस्टेन्सी द मेजर अफ वाटर रिक्वायर्ड फर अ वर्केबल पेस्ट इन्फ्लुएन्सिङ स्ट्रेंथ एन्ड ड्युरेबिलिटी। यो थियो हाम्रो मेजर प्रोपर्टी अफ सिमेन्ट। प्रोपर्टी अफ सिमेन्ट सोध्यो भने यो लेखिन्छ। हामीले पढ्न त सबै पढ्छौं तर एक्जाममा यस्तो प्रकारको क्वेशन आउँदा लेख्न सक्दैनौं। यो यस्तो मौखिक क्वेशनहरु हुन्छ। 7 मा रहेको छ डेन्सिटी र स्पेसिफिक ग्रेभिटी। सिमेन्टको डेन्सिटी र स्पेसिफिक ग्रेभिटी इन्फ्लुएन्स द वेट एन्ड स्टेबिलिटी अफ द कंक्रीट। यसले के गर्छ वेट र स्टेबिलिटी अफ कंक्रीटलाई इन्फ्लुएन्स गर्छ। 8 मा रहेको छ केमिकल रेसिस्टेन्स द एबिलिटी टु रेसिस्ट एग्रेसिभ इन्भाइरोमेन्टल कन्डिसन लाइक सल्फेट अट्याक। यो थियो हाम्रो प्रोपर्टिज अफ सिमेन्ट। अब फंक्सन अफ सिमेन्ट हेरौं। मेजर फंक्सन अफ सिमेन्टमा हेर्ने हो भने फर्स्टमा रहेको छ बाइन्डिङ एजेन्ट। सिमेन्ट हाम्रो बाइन्डिङ एजेन्टको रूपमा काम गर्दछ। एक्ट एज द प्राइमरी बाइन्डर इन कंक्रीट होल्डिङ एग्रिगेट टुगेदर। एग्रिगेट सिमेन्ट स्यान्डहरु चाहिँ हाम्रो यो बाइन्डिङ एजेन्टको रूपमा काम गर्छ। अर्को रहेको छ स्ट्रेंथ प्रोभाइडर स्ट्रेंथ दिने काम गर्दछ। अफर्स कम्प्रेसिभ एन्ड टेन्साइल स्ट्रेंथ टु स्ट्रक्चर। थर्डमा रहेको छ वाटरप्रुफिङ फर्म्स आर डेन्स म्याट्रिक्स द्याट रेसिस्ट वाटर पेन्ट्रेसन। वाटरप्रुफिङको रूपमा काम गर्छ। 4 मा रहेको छ ड्युरेबिलिटी यसले प्रोटेक्ट्स अगेन्स्ट वेदरिङ एन्ड केमिकल अट्याक। केमिकल अट्याकहरुबाट बचाउने गर्दछ। अर्को रहेको छ फिलिङ भोइड फिलिङ फाइन भोइड बिट्विन एग्रिगेट पार्टिकल इम्प्रुभिङ डेन्सिटी। यसले भोइडहरुलाई फिल गरेर कंक्रीटको डेन्सिटी बढाइदिने गर्दछ। 6 मा रहेको छ एडहेसन प्रोभाइड स्ट्रङ एडहेसिभ टु रेन्फोर्समेन्ट इन कंक्रीट। सिमेन्टले गर्दा रेन्फोर्समेन्ट र राम्रोसँग टाँसिन्छ भन्ने हुन्छ एडहेसिभ प्रोपर्टी हुन्छ सिमेन्ट। 7 मा रहेको छ प्लास्टिसिटी एन्ड वर्केबिलिटी इम्प्रुभ द प्लास्टिक नेचर अफ फ्रेश कंक्रीट फर इजी शेपिङ। यो चाहिँ हाम्रो इजी शेपिङ चाहिँ हुन्छ सिमेन्ट। यो थियो सिमेन्टको फंक्सन अफ मेन फंक्सनहरु।